नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आजको भिडियो चाहिँ मेरो छ राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँबाट एउटा चाहिँ दुईटा पदको लागि भ्याकेन्सी खुला गरिएको छ, कोडर डाटा एन्ट्री अपरेटरको लागि। यसमा चाहिँ करार अवधि 4 महिनाको रहेको छ। यदि तपाईहरु ब्याचलर अथवा 12th पास गरेर बस्नु भएको छ भने यो पदमा तपाईहरु आवेदन दिन सक्नुहुन्छ। सबै प्रक्रिया म तपाईहरुलाई बताउने छु। तपाईहरु यो भिडियोलाई सुरुदेखि लिएर अन्तसम्म हेर्नुहोला। भिडियोलाई म बढी ठुलो नगरेर म भिडियोलाई स्टार्ट गर्न चाहन्छु। साथीहरु, भिडियोलाई स्टार्ट गरौँ। सबभन्दा पहिला यसमा जुन प्रथम पटक प्रकाशित मिति छ त्यो 2083 3/22 रहेको छ र यसको 15 गते भित्र तपाईहरुले आवेदन दिनु पर्ने छ र यसको अन्तिम मिति रहेको छ त्यो छ 2083 साल साउनको 4 गते कार्यालय समय भित्रमा तपाईहरुलाई आवेदन दिनु पर्ने हुन्छ। यसमा दुईटा पद छ, एउटा चाहिँ कोडर छ। कोडरमा माग संख्या चाहिँ 60 जनाको रहेको छ भने यसको करार अवधि बढीमा 4 महिनाको छ। यसमा न्यूनतम शैक्षिक योग्यता चाहिँ ब्याचलर पास हुनु पर्यो र यसको छनौट विधि छ सर्टलिस्ट र अन्तर्वार्ता र फारम बुझाउने स्थान चाहिँ दुबईको एकैनिर छ, जुन चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँमा छ। यो फर्म चाहिँ अफलाइन हुन्छ। अफलाइन गएर तपाईहरुलाई फिल गर्नु पर्ने हुन्छ अथवा तपाई कुनै साथीलाई पठाएर पनि यसलाई फिल गराउन सक्नुहुन्छ। यसमा अर्को पद छ डाटा एन्ट्री र अपरेटर। यसमा चाहिँ 120 जनाको माग छ, जुन चाहिँ बढीमा 4 महिनाको हुनेछ र यसको चाहिँ शैक्षिक योग्यता छ न्यूनतम शैक्षिक योग्यता 10+2 र यसको चाहिँ करार अवधि त्यही छ 4 महिनाको र यसको छनौट विधि छ सर्टलिस्ट, परियोजनात्मक परीक्षा र अन्तर्वार्ता। यो थियो साथीहरु छनौट विधि, पद संख्या, माग संख्या र यसको केही आवश्यक पर्ने कागजातहरु मध्ये सबभन्दा पहिला त तपाईहरुले आवेदन फर्म एउटा लिनु पर्ने हुन्छ, जुन म डिस्क्रिप्सनमा हाल्दिने छु र त्यसपछि त्यो फर्म सँगै एउटा पासपोर्ट साइज फोटो अट्याच गरेर बुझाउनु पर्ने हुन्छ। सेकेन्ड नम्बरमा नेपाली नागरिकता, थर्ड नम्बरमा तपाई कोडरको लागि भर्दै हुनुहुन्छ भने ब्याचलरको मार्कसिट ग्रेड सिट अथवा 12th को लागि छ, यानी कि डाटा एन्ट्रीको लागि छ भने 12th को मार्कसिट ग्रेड सिट हाल्नु होला र त्यसपछि त्यसको ट्रान्सक्रिप्ट हुन्छ, त्यो पनि हाल्नु होला। यदि कुनै सेक्टरमा तपाईहरु काम गर्नु भएको छ, अनुभव छ भने अनुभव पत्र पनि यहाँनिर मेन्सन गरिएको छ, त्यो पनि हाल्नु होला। त्यसपछि डाटा एन्ट्री अपरेटरको हकमा कम्प्युटर सम्बन्धी तालिम भएको प्रमाण पत्रको प्रतिलिपि छ। डाटा एन्ट्री यानी कि 12th पासको लागि भर्दै हुनुहुन्छ, जसमा 120 जनाको छ डाटा एन्ट्री अपरेटरमा सिट। त्यसको लागि भर्दै हुनुहुन्छ भने यदि तपाईहरुसँग कम्प्युटरको नलेज छ भने त्यसको पनि प्रमाणपत्र यहाँनिर हाल्नु होला। र अब म तपाईहरुले यसको अन्य केही कुराहरु छ, केही जानकारीहरु छ, त्यो म तपाईहरुलाई गराउन चाहन्छु। सबभन्दा पहिला छ कार्यक्षेत्र। कार्यक्षेत्र रहेको छ राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँ र अर्को छ उमेर। कोडरको हकमा आवेदन दिने अन्तिम मितिसम्म 21 वर्ष पूरा भएको र डाटा एन्ट्री अपरेटरको हकमा आवेदन दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भएको र नम्बर 3 मा छ कम्तीमा 50% महिला छनौट हुने। यदि तपाईहरु महिला हुनुहुन्छ भने, फिमेल हुनुहुन्छ भने तपाईहरु भर्नु होला, किनकि यसमा 50% फिमेलको छ। र अर्को छ दरखास्त दिने अन्तिम मिति 2083 साउन 4 गते कार्यालय समय भित्र, यानी कि 4 बजेसम्म कार्यालय हुन्छ अथवा 5 बजेसम्म त्यो भित्रमा। र यसमा छ माग संख्या भन्दा कम्तीमा 2 गुणा संख्यामा सर्टलिस्ट गर्ने। यदि यहाँनिर छ कोडरको चाहिँ 60 जना माग छ भने यसमा जुन सर्टलिस्ट आउँछ त्यो चाहिँ सिधै डबल जान्छ, 120 जनाको आउँछ र डाटा एन्ट्री अपरेटरमा 120 जना छ भने 240 जनाको आउँछ सर्टलिस्टमा नाम र त्यसपछि आधी जना रिजेक्ट हुन्छ अन्तर्वार्ता अथवा इन्टरभ्यूमा र आधी जना चाहिँ सिलेक्ट हुन्छ र 4 महिनामा यहाँ काम गर्छ। यसको पैसा कति पाउँछ त्यो चाहिँ कहीँ पनि मेन्सन गरिएको छैन। म यो नोटिस डिस्क्रिप्सनमा हालिदिन्छु, तपाईहरु गएर हेर्न सक्नुहुन्छ। एउटा अझै यसमा लेखेको छ कामको विवरण। कोडरले कोडिङ तथा डाटा एन्ट्री र डाटा एन्ट्री अपरेटरले तथ्याङ्क प्रविधि गर्ने। यो थियो साथीहरु आजको भिडियो र आजको जानकारी। आजको चाहिँ 1 गते भयो र तपाईहरु चाहिँ 3 दिन अझै टाइम छ, 4 गतेसम्म तपाईहरु आवेदन यसमा दिन सक्नुहुन्छ, त्यो पनि कार्यालय समय भित्र। यदि तपाईहरु यसको योग्य हुनुहुन्छ भने तपाईहरु यसमा फर्म अप्लाई गर्नु होला। कुनै अनुभव छ भने त्यो हालेर पनि गर्नु होला, कम्प्युटर नलेज छ भने त्यो पनि हालेर यसमा गर्नु होला। समय समाप्त हुन भन्दा पहिल्यै तपाईहरु आवेदन दिन होला। र
यदि यो भिडियो उपयोगी लाग्यो भने तपाईहरु लाइक गर्नुहोला र यस्ता गभर्नमेन्ट भ्याकेन्सी अनलाइन फर्म आइपीओ शेयर मार्केट तथा टेक सम्बन्धित भिडियो हेर्नको लागि तपाईहरु मधेसी टेक च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र कुनै समस्या वा कुनै प्रश्न भएमा तपाईहरु कमेन्ट गर्नुहोला, म उत्तर दिने प्रयास गर्छु। धन्यवाद। फेरि भेटौला अर्को भिडियोमा।